नो रोक्ने यसपालि रोक्ने यिनीहरूलाई यसपालि यो हुँदैन। एक एक ठुलो नेता हार्नुपर्छ है। हेर्नुहोस् है, एक एकजना म निकम्मा हुन सकुला, जुत्ताको माला लगाइदिनुहोस्, कालो मुसो दलिदिनुहोस्, जे मन लाग्छ गरिदिनुहोस्, निकम्मा भन्दा निकम्मा, काम नलाग्ने मान्छे, यो बरु टिभीमै ठिक थियो भन्नुहोस्, नो प्रब्लम। तर एक एक यो देश चलाइसकेको, मन्त्रीमण्डललाई हाँकिसकेको, सरकार चलाइसकेको, पटक पटक चलाएको मान्छे फेरि मन्त्री प्रधानमन्त्री बन्नलाई मिलिरहेछन्। यो पालि छुटेर फाल्न सक्छ, मलाई आउँछ आउँदैन डोन्ट वरी, म जान्दछु यो देश मेरो नेतृत्वको पार्टीले यो देश बनाउँछ बनाउँदैन चिन्तै नगर्नुहोस्। अहिले यिनीहरूले बिगार्छन् त्यही हो नि त, त्यसमा त तपाईँहरूलाई प्रश्न छैन होला नि त। मलाई लाखवटा प्रश्न गर्नुहोस्, राखौँला त्यसलाई, रोकौँ। यो धेरै भयो, टु मच भयो। कमसेकम अब आफै मिलेर हुँदा कहिले फुटेको छ, कहिले टुटेको छ, कहिले उसलाई गाली गरेको छ, उसले उसलाई गाली गरेको छ, उसले उसलाई छेडखानी गरेको छ, उसैले उसलाई टुक्का हानेको छ, उसले उसो खुट्टा तानेको छ। अब प्रधानमन्त्री भइसकेका छन्, कयौँ पटक पटक प्रधानमन्त्री भइसकेका छन्, तै पनि गुट भनेको छन्, उपगुट भनेको छन्, उता सरेको छन्, यता सरेको छन्, टुटेको छन्, फुटेको छन्। अब माइतीघर एकैचोटि सिंहदरबार हो, माइतीघर साइतीघर नजाने हामी त। हाम्रो विरोध भनेको के हो भने यिनीहरूलाई सबलाई हटाउनु नै हाम्रो विरोध कार्यक्रम हो। अहिले हामी विरोध कार्यक्रममा छौँ। यो पोलिटिकल पार्टी खोल्नु भनेको हाम्रो विरोध कार्यक्रम हो, सम्झिनु होला। अब यसपालि चुनावमा उनीहरूले जित्यो भने के भन्छ थाहा छ, यो व्यक्तिलाई उनीहरूले अनुमोदन गर्छन्, जनताले छाप दिएर पठाएर म के गर्ने भने सम्भवतः कुट्दै हिँड्छन्, यिनीहरू कुट्दै हिँड्छन्।